साथै अब म चाहिँ यो कोठामा एक्लै बसेर कारणले गर्दाखेरि यहाँ कोठामा एक्लै छु के गर्नुको अब जे पनि एउटा सङ्गीतको इन्स्ट्रुमेन्ट चाहिँ सिक्नुहुन्छ त्यसले गर्दाखेरि चाहिँ म चाहिँ एकदम पुरानो 6-7 वर्ष अगाडि किनेको र त्यति नचलाइराखेको गिटार चाहिँ र त्यही सिक्ने क्रममा छु हेरौँ कहाँसम्म पुगिन्छ अनि यो अब सिक्दैदेखिको चाहिँ एक दुईवटा भिडियो चाहिँ एउटा मेमोरीको लागि राख्नुको लागि गरेको छु सुरुमा त अब त्यही हेर्दाखेरि त्यही स्ट्रिङै सिक्नु त्यसमा सुरुमा त सिक्नै पर्ने र सिकिहाल्ने कुरा भने त्यही ह्याप्पी बर्थडे भन्ने कुरा छ होइन अन्त नि त मुना त ह्याप्पी बर्थडे बजाउनु जानु सुरुमा बिगिनरले सिक्ने भने त्यही रहेछ अनि यो जुन ऱ्यान्डमली सिक्दा अल्छी लाग्यो भन्दाखेरि पनि अब कुनै टुन छ भने त्यसैमा चाहिँ टुनहरूलाई चाहिँ हामीले सिक्दै गयौँ भने त्यही बजाउनु चाहिँ अब ट्राई गर्दै गऱ्यौँ भने चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि एक किसिमको फिल मजा आउँछ जसले गर्दाखेरि हामी चाहिँ अब जस्तै नजान्ने रहेछ भन्ने कुरा हुँदैन अझै मोटिभ हुँदै गइन्छ त्यसले गर्दाखेरि चाहिँ अब यो जुन युट्युबबाट सिकाइएका कुराहरू पनि सिक्दै जाने र नयाँ नयाँ कुराहरू पनि अलिअलि थप्दै गयो भने चाहिँ अलिक सहज हुनेछ